आज वास्तवमा भने भौतिक मन्त्रीजी नगइदियो भने हुन्थ्यो। तपाईँ त्यो भन्दाखेरि यो आजको इम्पोर्टेन्ट काम हो। त्यस्ता उद्घाटन त कति हुन्छ देशमा, कति बाटो बनेछ, कति पुल बनेको छ। म यहाँलाई तपाईँको मन्त्री हुँदै म पनि मन्त्री सँगसँगै थिएँ। तपाईँले बिपी हाइवेको बाटोको लागि तपाईँ असार 31 गते मन्त्री भयो, असोज 10, 11, 12 को यो देशमा कति क्षति भएको छ? बिपी हाइवे कहाँ पुगेको छ? तपाईँले मैले एउटा मेरो जिल्लामा जाने पुल मैले रातारात सारा सामान जम्मा गरेर नेपाली सेनाले आएर त्यो पुल बनाइदिनु, तपाईँले उद्घाटन गरिदिनु भयो। खै त त्यही खैरेनी घाटको पुलमा 25 करोड पैसा राखेको, खुडकोटमा 15 लाख रुपियाँ पैसा राखेको, 15 करोड पैसा राखेको, खै त आज कुन किताबमा छ? भौतिक मन्त्रीज्यू तपाईँलाई अलिक अनुभव नभएको जस्तो पनि लाग्यो के? तपाईँ त अलिक मात्रै राम्रो अनुभव होला जस्तो लागेको थिए। तपाईँलाई त मान्ने प्रदेशको मान्नेले भोट हालेको, तपाईँलाई गाउँपालिका अध्यक्ष उपाध्यक्षले भोट हालेको, मेयर उपमेयरले भोट हालेको। हामी जस्तो जनताले चाहिँ यताबाट सिका भोट हालेर आएकोमा हामी चाहिँ हामीहरू मान्ने हो। खै त त्यो बिपी हाइवे कहाँ गयो? कार्तिक मङ्सिर पुष माघ फागुन चैत वैशाख जेठ असार 9 महिना कहाँ गएको छ? त्यसको भोलि त्यहाँनिर दिनमा 20,000 यताबाट जान्छ, 20,000 पूर्वबाट आउँछ मान्छे। त्यहाँ भोलि ब्लक भयो, त्यहाँको क्षति भयो, त्यहाँ मान्छे मरेर कसले जिम्मेवारी लिने? भौतिक मन्त्रीले जिम्मेवारी लिनुपर्छ। तपाईँ के हेरेर बस्नुभयो 9 महिनासम्म त्यो बाटो नबनाएर? को थियो त्यो? तपाईँभन्दा ठुलो मन्त्री कोही थियो? तपाईँ कहाँ जानुभएको थियो? देखिराखेको थिएँ। यस्तो काम नगर्नु होला। त्यो बिपी हाइवेमा क्षति कुनै मानिसहरू क्षति भयो भने तपाईँको मन्त्रालयमा ल्याएर ल्याउँछु, त्यहाँको जनताहरू हामी पुगेर त्यहाँ ल्याउँछु। तपाईँले त्यतिखेर कति बिहेर्नुपर्छ थाहा हुन्छ तपाईँले। त्यतिखेर तपाईँ 9 महिनासम्म यत्रो चाहिँ विपदको चाहिँ तपाईँको चाहिँ बेलामा कहाँ गइरहनु भएको? तपाईँ सिद्धियो त्यो होइन मन्त्रीज्यू। तपाईँले यसमा ठुलो कमी कमजोरीहरू तपाईँको भएको छ। म 5 थरको जुन पुल बेलब्रिज अस्ति खस्यो, म त्यहाँ 3 जना चौधरी भाइहरू बित्नु भएको छ। मैले चिनेको भाइहरू हो। म उहाँहरूपट्टि हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। के कारणले त्यो पुल भत्क्यो मन्त्रीज्यू? अनुभवको कमजोरीले भत्किया हो। त्यो पुलको आयोजना प्रमुख कर्मचारीलाई कारबाही गरेर भने तपाईँले राजीनामा दिनुपर्छ, तपाईँले मन्त्रीबाट राजीनामा दिनुपर्छ। के कारणमा गयो पुल? मैले पनि त्यही 50 मिटर पुल त म आफै बसेर बनाएको होइन त, मैले पनि चाहिँ खुरकोटमा। के कारणले गयो त्यो सिक्नुहोस्। त्यो दिन 5वटा स्काइभेटर, 5वटा हाइट, 5वटा क्रेन जम्मा गरे भएदेखि त्यो पुल भत्किँदैन थियो। हावा लाग्ने बेलामा त्यो पुल तान्नुहुन्न थियो। त्यो पुल आजभोलि सिजनमा बिहान 4 बजीबाट 8 बजीसम्म बिहान तान्नु पर्थ्यो। जब हावा लागेपछि त्यसलाई चाहिँ लक गरेर चाहिँ तपाईँ वारिपारिबाट लक गरेर चाहिँ त्यो पुल राख्नु पर्थ्यो। त्यहाँको मान्छे मऱ्यो, 3 जना चाहिँ राम्रो यो देशको राम्रो काम गर्ने, बेलब्रिजको नेपालको राम्रो काम गर्ने मान्छेहरू तिनीहरू हो। त्यस्तो चिजहरू भइरहेछ। कसरी यो चाहिँ देश बनाउन सकिन्छ? बजेट त लानुहोस्, झापा लानुहोस् अथवा पापा लानुहोस् अथवा धनगढी लानुहोस्, मैत्रीमा लानुहोस्, डडेलधुरा लानुहोस्, त्यो हाम्रो मतलब भएन। तर देश कसरी बनाउने कुराहरू बनाउनु परेन? कसरी बन्छ देश? यो 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 विषयमा खैरेनी घाटको पुलको पैसा कहाँ छ देखाउनुहोस्। तपाईँ आज कुन चिन्हबाट चाहिँ तपाईँ आज चाहिँ राष्ट्रिय सभामा आउनु भएको छ? सूर्य चिन्हबाट होइन? सूर्य चिन्ह कसको? कुन पार्टीले रोजे हो? नेकपा एमाले रोजे होइन? नेकपा एमालेको चाहिँ सूर्य चिन्हको चाहिँ महासचिव को थियो? पुष्पलाल। पुष्पलाल जन्मे कहाँ हो? रामेछाप जिल्लामा। रामेछाप जिल्लामा तपाईँले बजेट कहाँ छ देखाउनुहोस् त। तपाईँलाई पुष्पलालले के भन्ला पछि तपाईँ माथिको जाने बेलामा? धर्म पनि सोच्नु होला। तपाईँले, मैले पोहोर पनि सभामुख महोदय, मैले पोहोर पनि भने
पुष्पलालको नाम बेची पुष्पलाल राजमार्ग पनि पुष्पलालकोबाट नछुइकन बाटो जाने कहाँको नीति नियम हो यो? जो मन्त्री आए पूर्व रघुवीर महाशयले त्यही काम गर्नुभयो, यसपालि तपाईँले त्यही काम गर्नुभयो। यस्तो काम गर्नुहुन्न। म सभामुख महोदय, मैले सम्मान्य सभामुख महोदयले निवेदन गरेँ, आज मन्त्री 4 वटा हेर्नुहोस् न यहाँनिर बिचरा कालीगरलाई गाली खाएर बसिरहेको छ। मैले 1 मिनट मैले समय मागेँ हजुर। मैले 15 मिनट, म पनि अघि अलि बाहिर जानुपर्ने थियो, मैले 15 मिनट हजुरले दिनुभएको छ, मलाई 1 मिनट चाहियो। यो बजेटको सभामुख महोदय मैले यहाँलाई निवेदन गरेको थिएँ पूर्व पनि, यो बजेट चाहिँ कसरी बाँडफाँड गर्नु पर्यो भने पहिला नै बजेट आउनुभन्दा पहिला नै मन्त्रीहरूले ल्याएर उभ्याएर चाहिँ खबरदार भनेर चाहिँ सभामुख महोदय अर्को आउने सिजनको बजेटमा चाहिँ पहिल्यै मन्त्रीहरूले ल्याएर चाहिँ यहाँ चाहिँ बजेटको व्यवस्थाहरूमा खबरदार दायाँ बायाँ गर्नु पाइँदैन भनेर भन्नुभएको छ। म अरू कुनै मन्त्रीसँग मेरो दोष छैन। मैले भौतिक मन्त्रीज्यूसँग त पुल उद्घाटन गर्ने सँगै गएँ, हेलिकप्टरमा सँगै बसेर आएँ। मैले लेटर प्याड त तपाईँलाई 120 रुपियाँ जाने एक पानाको लेटर प्याडको तपाईँलाई चाहिँ एउटा चाहिँ निवेदन पठाएको। भोलि मेरो पनि तपाईँ पालो आउला मन्त्रीज्यू, हामीले ताकेर बसेको छ, हामी पनि यो देशमा बलियो तामाङहरू पर्छ, बुझ्नुभयो? राणाको पालोमा भीमफेदीबाट गाडी बोकेर आउने तामाङहरू हामी पनि यो देशमा 4 नम्बरमा भोट पाएर आएको सम्मान्य प्रधानमन्त्री केपी शर्मा ओली पहिलो भोट, सेकेन्डमा मैले सिधै हालेँ सभामुख महोदय, सेकेन्डमा रवि लामिछाने, त्यसबेला डाक्टर सुनिल, त्यसपछि मैले भोट पाएको यो देशमा। जनताले हामीलाई पत्याएको छ। तपाईँहरू जस्तो यस्तो तरिकाले गऱ्यो भने देश कसरी पुग्छ, चलाउन सकिएको हुन्छ। त्यो हिसाबले सभामुख महोदय अझै 2 कार्यकाल बजेटको व्यवस्था हुन्छ। आउने अर्को आर्थिक वर्षको बजेट चाहिँ सभामुख महोदय मेरो यहाँलाई निवेदन गरेँ मैले, मान्यजीहरू सबैको तर्फबाट म निवेदन भन्न चाहन्छु, तपाईँले बजेट भाषण मन्त्रीहरू ल्याएर पहिला नै यसरी चाहिँ खडासँग चाहिँ प्रस्तुत गर्नु सक्यो भने अर्कोचोटि सबै मान्यजीहरूको समानुपातिक मान्यलाई त्यति दिनु पर्यो, प्रत्यक्ष मान्यलाई त्यति, जो राष्ट्रिय सभाको मान्य सबै मान्य हो, सबै मान्यलाई बराबर दिनुपर्छ। यस्ता हामीलाई 15 वटा चाहिँ 15 करोडको बजेट दिएर सरकारले जनता बेच्नु पाइँदैन। मेरो जिल्लामा सभामुख महोदय मैले सिधै हालेँ, मेरो जिल्लामा 6 वटा गाउँपालिका, 2टा नगरपालिका छ, 64 वटा छ, 1,89,900 भोट छ त्यहाँनिर। त्यो भोटको कदर गर्न लागि 15 करोड बजेटले मन्त्रीज्यू चल्छ रामेछाप